हेलो गाइज, हे आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। हामी चाहिँ स्कुलदेखि आएर दौडिरहेको थियौँ अनि भाजी ल्याउन गएको थियौँ। हामीले अहिले आधा बाटो आइसक्यौँ है। अनि यता चाहिँ मेरो बहिनी र मेरो भाइ हुनुहुन्छ। अनि यहाँ चाहिँ बारीहरू भयो। हामी चाहिँ त्यो पारि घर छ नि त्यो त्यहाँ जाने हो। हाम्रो त साइडमा हो। अनि गाइज आज भारी बसिरहेको छु नि त। त्यस्तै छ के भने गाउँले जीवन त भएको हो कि नै। मेरो बहिनी केही भन्नु छ? के भन्नु छैन गरे गाइजहरू। मलाई चाहिँ टाउको दुखेको छ नि त। कति दिनपछि भारी यसरी बसिरहेको पहिलाको छ। हिजोबाट राम्रोसँग बस्नु पर्दैन। यहाँ ठुलो आन्सर बक कसको? यहाँ चाहिँ छोराहरू यो चाहिँ बारी हो एउटा। अनि यता चाहिँ गाउँघर छ। हिजो एक्सिडेन्ट भएको थियो त। गाईको यस्तो भएको छ कि त्यतिखेर गएर बित्थामा भन्ने भएको छ यहाँ मान्छेलाई। बहुत टाउको छ। अनि हाम्रो आउन आँटिसकेको छ।